मेरो श्रीमानज्यूले चाहिँ अस्ति नैदेखि पुरी तरकारी बनाऊ न भन्दै हुनुहुन्थ्यो कि मैले चाहिँ नभ्याएर अनि बनाउनै पाएको थिएन नि त। अहिले चाहिँ घरबाटै काम गर्छु म अनि एकदम बिजी भएर हुन्छु कि अनि बल्ल आज चाहिँ टाइम मिलेर अनि पुरी तरकारी बनाउँदैछु। मैले चाहिँ यहाँ आटामा थोरै ज्वानो अनि थोरै नुन हालेर मजाले माडेर त्यसको डो बनाएँ अनि एकछिन छोपेर यता साइडमा राखिदिएँ। अनि यता चाहिँ म तरकारीको सामग्रीहरू तयार गर्दैछु। मैले यहाँ चाहिँ प्याज र खुर्सानीलाई काटेँ अनि म चाहिँ केराउ र आलुको तरकारी बनाउँदैछु। अनि तेलमा मेथी अनि त्यसपछि जिरा अनि प्याजलाई राखेर मजाले फ्राई गरेँ। अनि त्यसपछि अदुवा लसुनको पेस्ट पनि राखेर फ्राई गरिदिएँ। अनि टमाटरलाई राखेर एकछिन पाक्न छोडिदिएँ। अनि त्यसपछि स्वादअनुसारको नुन, बेसार, जिरा धनियाँको धुलोलाई राखेर मजाले पकाएँ। अनि टमाटर पाकिसकेपछि मैले त्यसमा हरियो केराउलाई राखिदिएँ। यो केराउ त एकैछिनमा पाकिहाल्छ नि त। अनि त्यसपछि मैले बोइल गरेको आलुलाई राखेर एकछिन मजाले फ्राई गरिदिएँ। अनि त्यसपछि आफ्नै इच्छा अनुसारले कति पानी राख्ने हो त्यति पानी राखेर छोपिदिएँ। अनि पाकिसकेपछि मैले हरियो प्याज र धनियाँ पनि राखेको थिएँ, त्यसको चाहिँ भिडियो बनाउन बिर्सेछु। अनि उता तरकारी पाकिसकेपछि मैले अनि त्यसपछि पुरी बेल्न थालेँ। एकछिन डोलाई नरम हुन छोडिदिएको थिएँ नि त मैले, त्यही भएर होला पिठो एकदम नरम भएको थियो अनि पुरी पनि कस्तो मजाले उब्सेको थियो कि। यसरी ज्वानो नुन हालेर बनाएको पुरी मलाई पनि एकदमै मनपर्छ। हजुरहरू पनि यसरी नै बनाएर खानु है त। थ्याङ्क यू फर वाचिङ।